हेलो नमस्ते फर्स्टमा सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा एन्ड मेरो भ्लगमा। हामी चाहिँ सीधा गुफा जाँदैछौँ अनि सीधा गुफामा चाहिँ यहाँ टिकट काट्न पर्दो रहेछ 20 रुपैयाँ एकजनाको। अनि एकजना दिदीले चाहिँ यता हाम्रो माइत हो हामीले कति सहयोग गरेको छौँ किन टिकट काट्नु हामी भन्दै भन्नुभएको छ क्या। त्यो दिदीले चाहिँ भन्नुभएको छ त्यसरी मेरो माइत हो यो त माइतमा नि टिकट काट्नुपर्छ र भन्नुभएको छ। सीधा गुफा चाहिँ गाउँै माइत भए पनि गुफाभित्र छिर्नको लागि त टिकट काट्नु पर्दो रहेछ साथी हो के गर्नु। अब जे भए पनि टिकट चाहिँ लिएर जानु भएको छ एकजना दिदीले चाहिँ। अब काट्नै पर्ने हुन् त्यहाँ चाहिँ अब भित्र इन्ट्री गर्दा फेरि टिकट माग्दो रहेछ अनि टिकट पनि त्यहीँ दिनु पर्दो रहेछ। दिए अनि सबैजना हेर्न जानुभयो। हेर्नुहोस् सीधा गुफाको मेला। अनि हामी चाहिँ यहाँ फोटो खिच्नको लागि रेडी हुँदै थियौँ। एकजना मेरो साथी चाहिँ त्यो हो। अनि अब भिडमा हैन नखिच्ने भनेर आउनुभयो। अनि एकजना अङ्कलले चाहिँ ल नानी फोटो खिचिदेऊ भनेर दिनुभयो। अनि साथी जानुभयो अनि खिचिदिने भयो। हेर्नुहोस् खिचिदिँदै हुनुहुन्छ। म चाहिँ टक्क भिडियो गर्दै कि फेरि सबैजनाले अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला साथीहरू। मैले चाहिँ नयाँ वर्षको भिडियो पनि हाल्दैछु है साथीहरू। यो चाहिँ मेरो चटक हो के चटक। अनि यो चाहिँ बारदी डाँडा है साथीहरू। नयाँ वर्षको बेलामा बारदी डाँडा घुम्न गएको है साथीहरू। आमा कति रमाइलो त भयो के गर्नु। तर यस्तो छ हाम्रो मोबाइलको हालत राम्रै आउँदैनन् के गर्नु यस्तो। हेर्नुहोस् हजुरहरू पनि अन्तिमसम्म भिडियोलाई अन्तिमसम्म हेरेर मनोरञ्जन गर्नु होला है साथीहरू। ल हेर्नुहोस् यहाँ मेरो साथीहरू यति धेरै के गर्नु। मेरो साथीहरू त सबै म चाहिँ भ्लग बनाउँदै अनि उताबाट ट्र्याक्टरमा फेरि एक ग्रुप घुम्नको लागि भनेर आउँदै हुनुहुन्छ। ल हेर्नुहोस् यहाँ बारदी डाँडामा घुम्नको लागि हेर्नुहोस् त। अनि ह्यापी न्यू इयर अब थिच्दिनु। हामी चाहिँ अनि खाजा साजा चाहिँ खाँदैछु। कोहीले कसैले चाउमिन कसैले मोमो चेस गर्दै के फेरि ह्याप्पी न्यू इयर्स अल माई युट्युब फ्यामिलीलाई। अनि हजुरहरू कताबाट हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला कृपया। अनि कहाँबाट हेर्दै हुनुहुन्छ हजुरहरूले कमेन्ट गरिदिनु होला कृपया। अनि हजुरहरू कता कता घुम्न जानुभयो नि 82 सालमा हजुरहरू कृपया सबैजनाले अन्तिमसम्म भिडियो हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनु होला। धन्यवाद।